16 दिने सुत्केरी तुलसा नाथलाई अन्तिम विदाई, आमा बिना अबोध शिशुको असहाय यात्रा सुरु। कैलाली गौरीगंगा नगरपालिका 7 कैलाशपुरकी 19 वर्षीय तुलसा नाथलाई अन्तिम अन्त्येष्टि गरिएको छ। 16 दिन अघि मातृत्वको शोक चाखेकी तुलसाले आफ्नै काखको छोराको न्वारन मनाउन नपाउँदै सदाको लागि संसार छोड्नु पर्यो। यो हृदय विदारक घटनाले गाउँ मात्र होइन सिङ्गो समाजलाई स्तब्ध बनाएको छ। तुलसाको हत्या उनको 20 वर्षीय देवर नवीन नाथले गरेको स्वीकार गरिसकेका छन्। उनले कपडाले मुख थुनेर आफ्नै भाउजूको ज्यान लिएका थिए। श्रीमान लक्ष्मण नाथ भारतमा रोजगारी गरिरहेका थिए। सन्तान जन्मिएको खुसी टाढा पाटै मनाउँदै गरेका लक्ष्मण र तुलसा श्रीमान श्रीमती बीचको त्यो उत्सव अझै बाँडिएको थिएन, एकाएक शोकमा परिणत भयो। अबोध 16 दिने शिशुले आमाको काख गुमाएको छ। आमाले दिने माया ममता, न्यानो काख र शिशुको संसार बन्ने त्यो अनुहार सधैँका लागि हराएको छ। तुलसाको मृत्युसँगै एउटा बालकको भविष्य झन् अन्यल र अपूर्णीय पीडामा डुबेको छ। हत्या अभियोगमा नवीननाथ प्रहरीको नियन्त्रणमा छन् र कानुनी कारबाही अघि बढाइएको प्रहरले जनाएको छ। यो हेरौँ 16 दिने सुत्केरी तुलसा नाथको यो अन्तिम विदाई यात्रा दर्शकबिन।